हेलो हेलो दिनेशजी, तपाईँको भिसाको प्रक्रिया पुरा भइसकेको छ। तपाईँको फ्लाइट फागुन 20 गते छ। तपाईँ तुरुन्त काठमाडौँ आउनुपर्छ। म यो देशको भविष्य बदल्न चुनावमा होमिएको छु। यो चुनावसम्म म यहीँ बस्ने निर्णय गरेको छु। मेरो भिसा क्यान्सल गरिदिनुहोस्। यो देश र समाजलाई नयाँ दिशामा लैजाने हामी युवाहरूको सपना पूरा गर्नु मेरो अहिलेको सबैभन्दा महत्त्वपूर्ण काम हो। मलाई विदेशको जागिर भन्दा देशको माया छ। बच्चालाई गोली लाग्यो। यी पहिल्यैदेखि यो देशलाई लुटिरहेकाहरूले नयाँ विचारलाई दमन गर्न गोलीसम्म चलाउन लाग्यो। देशका कर्णधार युवाहरूलाई मार्न पनि पछि परेनन्। अब यी देश चुस्नेहरूलाई साइड लगाउनै पर्छ। यसपालि घन्टी बजाउनै पर्छ। रासोपालाई जिताउनै पर्छ। हो सबैले घन्टीमा भोट हाल्नै पर्छ। यसपालि भोट घन्टीमा हाल्नै पर्छ। Thank you.
सहिन्न, भ्रष्टाचारीलाई छोडिन्न। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गरौं। बर्दिया क्षेत्र नम्बर 2 का प्रत्यक्षतर्फका उम्मेद्वार श्रीधर पोखरेल र बर्दियाकी समानुपातिक तर्फकी उम्मेद्वार रिमा विश्वकर्मालाई अत्याधिक मतले विजयी गराउँ। धन्यवाद कलाकार भाइ।